जय मसी, सबैलाई नमस्ते। अनि आज म मेरो करेसा बारी, यो सुन्तला बारी, खुर्सानी बारी, मेरो मकै बारी म सबैलाई देखाउन गइरहेको छु। अनि तपाईँ आउनु होला, फेरि मेरो बारीहरू हेरिदिनु होला। अनि यताउता बारी हेरिदिनु होला। राम्रो राजकाँडामा म जन्मेको ठाउँमा, अनि मैले यसै ठाउँमा जन्मेर यसै ठाउँमा मैले सुन्तला खेती लगाएर, खुर्सानी लगाएर मैले फलाएर, अनि हाम्री बुहारी करिना मुडबरी आकी छिन्। अनि अझ पनि फेरि अझ भेटियो, फेरि पनि अझ बनाउने छु। अनि तपाईँ हेरिदिनु होला, डल्ले खुर्सानी हेर्नुहोस्, आउनुहोस्, खानुहोस्। अनि मिठो छ, यसले ग्यास्ट्रिक हटाउँछ। यसले यो खाएपछि, अरू खुर्सानी खाएपछि स्वास्थ्यलाई हानिकारक गर्छ। अनि हेर्नुहोस्, डल्ले खुर्सानी खाने हेर्नुहोस्। हाम्रो राजकाँडामा आउनुहोस्, केबुल कार आउँछ अर्को वर्ष, आउनुहोस्, मेरो करेसा बारी हेरेर जानु होला। नमस्ते, जय मेसी। ल आउनुहोस्, तपाईँ फेरि आउनुहोस् मेरो पछाडि। अनि म सबै मेरो बारीहरू देखाउँदैछु। मेरो मकै बारी, अनि यो केरा बारी, यो आँप, फेरि अब स्याउ खेती, स्याउ बारीमा आउँदैछु। स्याउ यसमा सानो सानो यो वर्ष रोपेको बुट्टा छ। गत वर्ष रोपेको बुट्टाहरू यता यता छ। अझ पनि देखाउँदैछु। पानी आएको छैन, खडेली परिरहेको छ, मकै सुकिरहेछन्। हेर्नुहोस्, सबभन्दा पानी पर्नु भए राम्रो हुन्थ्यो, अझै हरियाली हुन्थ्यो। अनि मेरो लिची पनि छ। अनि मेरो बारी हेर्नुहोस्, यो सब मेरो बारी हो। केराहरू पनि फलिरहेछन्, आँप, यो तरुल पनि फलिरहेछ, कागतीहरू सबै छ, सबै चिज छ। बुट्टामा चाहिँ सबै चिज छ, एउटा चाहिँ आरु छैन। अर्कोचोटि म आरु पनि देखाउने छु तपाईहरुलाई। अनि आउनु भएको छ हाम्रो साथीहरू। एउटा प्रश्न सोध्छु है, बाँदरले तपाईको यो ठाउँमा चाहिँ बाँदरले खेतीबारीमा कति एकदम क्षति गरिरहेको छ ल? यो कुरा बाँदरको त यहाँ कुरै छोड्दैन। सिजनमा, मकैको सिजनमा भात चलाउँदै बाँदर हेर्दै खानुपर्छ। अनि यो घर हालेको छु अहिले बाँदरको लागि, यहाँ बसेर हेर्ने छु। नतरी भने घरबाट यहाँ भ्याउने सबै बाँदरहरूले खाइदिन्छन्। अझ बाँदर मार्ने, बाँदर रोक्ने केही चिज छ भनेपछि तपाईहरु हामीलाई केही सहयोग गर्नु होला। कुकुर पालेको थिए, ठुलो ठुलो भोटे कुकुरहरू पालेको थिए। कुकुरले, बाघले खाइदियो घरैबाट आएर। अनि त्यो बाघलाई मार्ने पनि एउटा केही बनाइदिनु होला। अनि नत्र भने एउटा केही पासो दिनु होला तपाईहरुले, मिडियम साथीहरुले। अनि त्यही भन्न चाहन्छु। अनि जय मसी, नमस्कार।